नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। र म आज चाहिँ धेरै समयपछि चाहिँ फेरि भ्लग लिएर आएको छु, गार्डन भ्लग। र गोदावरी किचन टिममा है म त्यो मेरो एकदम पछाडि मजाले खोलिरहेको छ। र हजुरहरूले सर्ट भिडियोमा पनि देखिसक्नु भएको छ होला, तर भए पनि म आज युट्युबको लङ भिडियोमा देखाउन आइरहेको छु। र लङ भिडियोमा चाहिँ म यो नजिकबाट हजुरहरूलाई मेरोमा कुन कुन भेराइटिज छ, कुन कलर छ त्यो देखाउन गइरहेको छु। र यदि हजुरहरू कसैलाई चाहिन्छ भने नेक्स्ट इयरको लागि म कटिङ राखिदिनेछु, मसँग कन्ट्याक्ट गर्नुहोस्। र त्यसको लागि म भिडियो बनाइरहेको छु। कुन कुन कलर छ हेर्नुहोस्, र भेराइटिज के छ त्यो पनि हेर्नुहोस्। र यदि हजुरहरूलाई चाहिन्छ भने चाहिँ मलाई अगाडि नै इन्फर्मेसन दिनुपर्छ, दिनुभएको छ भने चाहिँ म अवश्य हजुरहरूको लागि राखिदिनेछु है त। ल लागौँ है। ल यहाँ अब हेर्नुहोस् है, नजिकबाट मैले यसरी रेड कलरमा यो मजाको छ। यो पम्पम पनि भन्दैन, खासमा पम्पमै हो कि के हो मैले साह्रै याद भएन। यो चाहिँ लाजमा हो, सिङ्गल उयसमा बनाउनु नजानेर कतिवटा चाहिँ यस्तो भएको छ है। एउटै बोटमा चाहिँ ठुल्ठुलो 3-4वटा फुलेको छ। अनि त्यसै गरेर यहाँ छ हेर्नुहोस्, सानो खालको यल्लोमा, र यहाँ छ वाइटमा, यो छ बल्ब भेराइटीमा पिङ्क। एन्ड यही चाहिँ घामले कलर सुक्दै लाँदाखेरि चाहिँ वाइट पनि हुँदो रहेछ पछाडिपट्टि। अनि त्यसै गरेर यहाँ त्यो मैले देखाइहालेँ है, येल्लो वाइट रेड यस्तो छ। अन्त त्यसै गरेर कस्तो मजाको यो के भन्छ स्पाइडर किचन टिमम रहेछ। एकदम मिठो दुईवटा कलरमा रहेछ मेरोमा। अन्त यो मेरो न्यू कलेक्सन हो। अनि यसमा बल्ब भेराइटिजमा यस्तो छ। र यहाँ छ हेर्नुहोस् है, गरेर यहाँ छ नेक्स्ट। अनि यसो गरेर यहाँ छ येल्लो कलरमा, त्यसै गरेर यहाँ छ यो वाइटमा है। अन्त यसको चाहिँ के हो कलर याद भएन। यो चाहिँ मैले ठुलो भनेर चाहिँ पुरा भाँचेर सिङ्गल हाङ्गा राख्नुको चाहिँ भरे चाहिँ सानो खालको रहेछ कि पत्ता चाहिँ सेम रहेछ हो। अनि म कन्फ्युज भएँ यसमा चाहिँ। अन्त यो अर्को खालको येल्लो वाइट त्यहाँदेखि यसो छ। अनि यो छ एउटा एक्स्ट्रा कलर मेरोमा, एउटा यो मात्रै रहेको छ पिङ्क कलरमा है। अन्त यो छ बल्ब भेराइटिज येल्लो, यस्तो गप गप बस्छ, एकदम दामी छ। नेक्स्ट स्पाइडर यस्तो मजाको मरुनमा रहेछ है। अनि अझै फुल्नु बाँकी छ, कतिवटा भर्खर कोपिलो लाग्दैछ, यसरी किरा लाग्दैछ हेर्नुहोस् है अझै पनि यहाँनिर। अब यो किरा चाहिँ नि अब दबाई हाल्न भ्याइँदैन जहिले तहिले। अनि यसलाई चाहिँ म त यसो गरिदिन्छु, अनि निकालिदिइहाल्छु हातले। त्यसै गरेर यहाँ छ है। अन्त चाहिँ यसलाई दिँदाखेरि ठुलोमा कस्तो मजाले फुलेको यो वाइटमा। त्यसै गरेर हुन्छ वाइटमा धेरै छ, मलाई वाइट कलर पुरा मनपर्छ धेरै छ। अन्त येल्लो, अन्त एउटा एक्स्ट्रा कलर छ यो रेडै छ मरुनमा, ठुलो खालकै रहेछ कि सानो खालको बुझ्नु सकिनँ मैले, दुईवटा मात्रै हाँगा राखिदिएको थिएँ। अन्त त्यसै गरेर यता छ कस्तो मजाको देखिरहेको चाहिँ सबै अब थाङ्ना लाउँदै राखेको छु मैले। वाइटमा हेर्नुहोस् त मजाले फुलिरहेको छ। अन्त यहाँ छ पिङ्कमा, यो पिङ्क लास्ट इयर मेरोमा पुरा बेसी थियो। यहाँ हेर्नुहोस् एउटा हाँगा यसरी भाँचिरहेको छ, माया लाग्दो फुलिरहेको छ कि यस्तो माया लाग्छ यसरी भाँच्यो भने चाहिँ फुलको। फेरि हिजो अस्तिको हावा पानीले मेरो यो फुलहरू अलिक यताउता भएको चाहिँ पुरा पानी परेर कस्तो भयो हिजो अस्ति होइन। यहाँ छ वाइट कलर, यहाँ छ येल्लो, एकदम दामी दामी कलरहरू छ। यदि हजुरहरूलाई चाहिन्छ भने मलाई अगाडि भनिराख्नुहोस्, मलाई पनि दिनुहोस् भनेर म कटिङ राखिदिन्छु हजुरहरूको लागि यदि चाहिन्छ भने है। र अब त्यस्तो दामी दामी पुरा भेराइटिज त छैन, मेरोमा जति छ त्यति देखाएको हजुरहरूलाई। गोदावरी मात्रै देखाएको आज चाहिँ मैले अरू भिडियो चाहिँ म
अब एउटै लामो हुन्छ भनेर मैले देखाउनु चाहिनँ। हेर्नुहोस् साथीहरू, यसरी दामी देखिन थालेको छ है गदावरी चाहिँ मेरोमा। र मेरोमा चाहिँ अरू फ्लावर्सहरू पनि पुरा छ है। हजुरहरूले सर्ट भिडियोतिर देख्नु भएको होला। म अब जेरिनियमको पनि भ्लग लिएर आउँछु छिट्टै। जेरिनियम पनि मेरोमा त अब आधी त फुल्नु थालिसकेको छ है। अनि त्यसै गरेर यस्तो छ गदावरी। र मेरोमा चाहिँ यहाँनिर एउटा कलर चाहिँ मैले कटिङ राखिनँ छु लास्ट इयर, त्यो चाहिँ पछाडि क्यारेटमा छ। र म हजुरहरूलाई त्यो पनि सानो क्लिप हाल्छु है त। देख्न सक्नुहुन्छ मैले चाहिँ यो पटमा के भन्छ यो कटिङ लगाइनँ, म जहिले नयाँ कटिङ लगाउँछु नि त। अनि यो पुरानो एउटा चाहिँ यहाँ रहेको छ धन्न, त्यही भए रहेको रहेछ। अब अर्को पालि चाहिँ म यसबाट बनाउँछु। दामी छ यो पनि। र हजुरहरूले देखिसकिहाल्नु भयो है मेरो गार्डन मजाले ब्लुम भएको छ मेरो फ्लावर्सहरू चाहिँ। अब चाहिँ म सक्छु आफू फ्रेससँगै म भिडियो लिएर आउने कोसिस गर्नेछु। र मैले मेरो गार्डनको चाहिँ अरू भ्लग पनि म फेरि छिट्टै लिएर आउनेछु। र यदि हजुरहरू पुरानो हुनुहुन्छ भने त हजुर सब्सक्राइब गरिसक्नु भएको छ भने त ठिकै छ है, हेरि पनि दिनुहोस् र लाइक कमेन्ट गरेर जानुहोस् होला, मिठो कमेन्ट गरिदिनुहोस्। र नयाँ फ्यामिलीहरू जोडिनु भएको छ भने प्लिज सब्सक्राइब पनि गरिदिनुहोस् भनेर म भन्नु चाहन्छु। यति नै भन्दै हस् त म बिदा हुन्छु। बाई बाई, थ्याङ्क्स फर वाचिङ।